आउनुहोस् साथीहरू, आजको भिडियोमा चाहिँ दुबईमा कसरी दिवाली मनाइन्छ यानी दुबईमा कसरी तिहार मनाइन्छ त्यो हेरौँ हामी। मैले किन दिवाली र तिहारमा करेक्सन गरिरहेको छु भन्ने कुरामा र युएईमा चाहिँ धेरै इन्डियन कम्युनिटी बस्ने भएर हामीले यहाँनिर चाहिँ तिहार भन्दा पनि दिवाली धेरै भनेको सुनिन्छ र धेरैले दिवाली भन्ने प्रिफर गर्छन् र तिहार भन्दा चाहिँ धेरैजनाले नबुझ्ने पनि गरिएको छ यहाँनिर। र पहिलेको तुलनामा जुन 4-5 वर्षभन्दा अगाडि र अहिले 4-5 वर्षभन्दा पछि यानी 2025 मा 2024 मा चाहिँ पहिलेको तुलनामा दिवाली एकदमै धेरै भव्य रूपमा यहाँनिर मनाइने गरिन्छ। र हामी चाहिँ पुरै फ्यामिलीको साथ दिवालीको यानी कि तिहारको शपिङ गर्नको लागि चाहिँ हामी दुबई बर्दुबई गएको छौँ, जहाँ चाहिँ एकदमै धेरै नेपाली र इन्डियन हिन्दूको चाहिँ एकदमै धेरै कम्युनिटी ठुलो छ, स्ट्रङ छ र त्यहाँनिर चाहिँ तिहारको सामानहरू चाहिँ एकदम सपत मूल्यमा सजिलो र सबै सामान एकै ठाउँ पाउने भएर धेरैजनाले चाहिँ त्यहाँनिर शपिङ गर्नको लागि प्रिफर गर्नुहुन्छ। आउनुहोस् हाम्रो शपिङको केही नर्मल ब्लगहरू हेरौँ। आजको हाम्रो चाहिँ तिहारको शपिङको लागि छौँ यहाँ सबैजना र यो चाहिँ तिहारको शपिङ दुबईमा कस्तो हुन्छ यहाँहरू सम्पूर्णले पनि हेर्नु होला। विदेशमा पनि तिहार रमाइलोसँग मनाउन सकिन्छ। तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सबै पूजा गर्ने सामानहरू, डेकोरेसनको सामानदेखि लिएर सब पाइन्छ। र शपिङ गर्ने क्रममा हामीले चाहिँ सबै सामानहरू एक ठाउँ नभेटेर त्यहाँनिर हामीले एकजना कसैले सजेसन गर्नुभयो कि दुबईको मन्दिर जानुहोस्, त्यहाँनिर चाहिँ अगाडिको पसलहरूमा सबै सामान तपाईँले एकै ठाउँ भेट्नुहुन्छ भनेर। र त्यसपछि हामी लाग्यौँ दुबईको मन्दिर। हामीले चाहिँ बर्दुबईमा पुरै सामान नपाएर दियोहरू किन्नको लागि चाहिँ बर्दुबई मन्दिरतिर जाँदैछौँ र यहाँबाट गुगल म्यापको अनुसार चाहिँ 400 मिटर देखाएको छ। पेजामा के किन्नु छ अरे? दियो, फोटो हैन, टपराहरू पाइन्छ होला सायद त्यहाँ। ल यता रिभान्सीलाई देखाइदिउँ त। हाम्रो रिभान्सी चाहिँ गलेर यहाँ बाबालाई बोक्न लाइन गल्यो हो, हिँड्दै ए लु गलेर टाढा भएर यहाँ पनि त्यस्तै नै हो, तिमीलाई जस्तो लागेको मात्रै हो। यहीँ हेरौँ न त, कहाँ हेर्ने, कुनमा हेर्ने आउँदा बिचको भाउ यहाँ खाली छ। यहाँ धेरै सस्तो छ। नानी यो नगर बाबाको यहाँ आउँदै मान्छे भएको नि आउँदैछ। पूजा सामग्री चाहियो। नेपाली हो तपाईँ? ए हामी नेपाली नि हो। यहाँ हेर नि त, यहाँ हाम्रो म्याडमकोमा। यहाँ चाहिँ हाम्रो रिचाले बल्ल भने जस्तो सामान भेट्यो नि, भगवान्को मूर्ति खोज्दा पर्दुबईमा। यो ढोकामा लाउने हैन बहिनी? हजुर। नै त त्यस्तो ह्याङ्गिङ टाइपको कतिवटा सामान लाउन मिल्छ। अब तपाईले कसरी डेकोरेसन गर्नु? जय बजरङ्गबली। रिबन्सी त साउने भएर यही बस्छ ल अब। हस् यही बस्ने कि घर जाने हो रिबन्सी? नयाँ मान्छे देखेपछि लजाएर बोल्दैछ। ल यहाँ चाहिँ हाम्रो पञ्चमुखी हनुमानजी पनि हुनुहुन्छ। यतापट्टि गणेश, यतापट्टि हाम्रो भगवान कृष्ण हुनुहुन्छ। यो चाहिँ हाम्रो दुबईको तिहारको शपिङको भिडियो थियो र आउनुहोस् अब चाहिँ हामी लक्ष्मी पूजा घरमा फ्यामिलीको साथ कसरी मनायौँ। र यो चाहिँ मेरो पनि दुबईमा परिवारको साथ पहिलो लक्ष्मी पूजा हो र आउनुहोस् तपाईँहरूले पनि राम्रोसँग मनाउनु भयो होला। लेट्स सेलिब्रेट द लक्ष्मी पूजा। Happy Diwali. 7:15 देखि आ टिक्दै जाऊ। ओख एकपल्ट
पहिले यहाँनिर टेक यसमा हो यहाँनिर बिस्तारै जहाँ सकिन्छ म उभियो भन्छु उभिनु है लु उभ एकैचोटि टेक टेक तल जोल्ठाउ खुट्टा पहिले खुट्टा जोल्ठाउ न यस्तो गरेर हो हो यहाँ बाल्दै अब जाउँ अब उता कस्तो मजा आयो यो उयो राख्नु न बाबा आउरी मान्छे पूजा गर्न बाबा रिवान्सी पनि गर पूजा मैले पनि गरेँ अनि मेरो हात अनि गल लक्ष्मी माता हेलो एभ्रिवान जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ